नमस्कार दर्शकबिन, स्वागत छ टी20 बुलेटिनको पल पलको अपडेटमा। म तिलक शर्मा। सुरु गरौँ आजका मुख्य बुलेटिनहरू। सहकारी लुटेराको जायजेथाबाट असुलेर रकम फिर्ता गर्न रासोपालाई हर्क साम्पाङको ध्यान आकर्षण। राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो भन्दै साम्पाङले जनताले तिरेको करबाट बाँड्न मिल्दैन भनेर गरे रासोपालाई खबरदारी। प्रधानमन्त्री सुशीला कार्कीले दिन रमजानको शुभकामना। इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रतको आज समापन हुँदै गर्दा ईद उल फित्रको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा आपसी सद्भाव र सहिष्णुता राख्नु भन्दै सुशीलाले व्यक्त गरिन् शुभकामना। सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याउन सुशीलाको आग्रह। नेपालका कम्युनिस्ट आन्दोलनको औचित्य हराउन केपीको हात रहेको भन्दै उर्लिए डाक्टर बाबुराम भट्टराई। कार्ल मार्क्स विरुद्ध गई आफ्नो पार्टीका कार्यकर्तालाई कारवाही गर्छु भन्दै हिँड्नु औचित्यहीनता, अर्कालाई चोर औँला देखाउँदा बाँकी 4 औँला आफैतिर फर्किन्छ भन्दै डाक्टर बाबुराम भट्टराईले कम्युनिस्टहरूलाई बनाए आयल। बेलैमा नसुध्रिए रुस पूर्वी युरोपदेखि पश्चिम बङ्गालसम्म जसरी कम्युनिस्टको पत्तासाफ भयो त्यसरी नै नेपालका कम्युनिस्टको पनि पत्तासाफ हुने बाबुराम भट्टराईको दाबी। अर्थमन्त्रीबाट बाहिरिँदै गर्दा रामेश्वर खनाल भए भावुक। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 400 शैय्या अस्पतालको ठेक्का लगाउन नसकिएको भन्दै खनालले पोखित दुखेसो। उनले आज कार्यकाल सकिँदै गर्दा दाङमा 400 शैय्याको अस्पताल बनाउने आफ्नो ठुलो इच्छा रहे पनि गर्न नसकिएको भन्दै दुखेसो पोखेका छन्। वाइड बडी काण्डको छानबिन गर्न माग गर्दै सुदन गुरुङले पर्यटन मन्त्रालयलाई बुझाए पत्र। काण्डको छानबिन पारदर्शी ढङ्गले नगरे फेरि आन्दोलनमा जाने सुदनको ठोकुवा। विद्यालयहरू तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनैतिक भागभण्डा र राजनीतिकरण अन्त्य गरी विशुद्ध शैक्षिक वातावरणको सिर्जना गर्ने र त्यसको लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन गरी प्राविधिक शिक्षा सिटिभिटीलाई पूर्ण रूपमा पुनर्संरचना गरी सैद्धान्तिक भन्दा सिपमूलक शिक्षामा जोड दिन महावीर पुनको आग्रह। यसो नगरे नयाँ पुरानो जो आए पनि माखो मार्न नसक्ने पुनको दाबी। राज्यको ढुकुटी हिनामिना गर्दै श्री जनता डोमी मावि। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका 2 मा रहेको श्री जनता डोमी चौधरी मावि पोखर भिण्ड पर्सामा आज परीक्षाको दिन विद्युतीय महसुल तिर्न भनी विद्यार्थीहरूबाट रु 500 रकम उठाइदै प्रधानाध्यापक शरणी प्रसाद चौधरी र पालिका अध्यक्ष ठाकुरले यो नियमित शुल्क हो भन्दै लुट्दै गरिब जनता। दक्षिण एसियाकै खुसी राष्ट्रमा नेपाल। विश्व खुसी प्रतिवेदन 2026 अनुसार नेपाल दक्षिण एसियाकै खुसी सूचाङ्कमा पर्न सफल भएको छ। विश्वकै 49औं स्थान र दक्षिण एसियाकै पहिलो स्थानमा नेपाल पर्न सफल भएको हो। इरानी सेनाको कब्जामा नेपाली कामदार। धनुषा घर भई रोजगारीका लागि दुबई गई पानी जहाजमा तेल ओसार्ने काम गरेका अमृत झालाई गैराती इरानी सुरक्षा बलले उनले काम गर्ने हर्मुज जहाजबाट नियन्त्रणमा लिएको छ। हर्मुज क्षेत्र विश्वकै महत्त्वपूर्ण तेल मार्ग भएकाले यही क्षेत्रबाट तेल ओसार पसार गर्दा उनी कार्यरत जहाज शङ्कास्पद भएको भन्दै इरानले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय मिडियाले दाबी गरेका छन्। गत हप्तादेखि इरान, अमेरिका र इजरायल बीच भड्किएको तनावका कारण नेपाली कामदारको बिचल्ली भएको र झा पनि त्यही तनावको शिकार बनेका छन्। व्हाट्सएप भोइस मेसेजमा मलाई इरानी सेनाले नियन्त्रणमा लियो भनी भोइस मेसेज गरेका अमृत झाको त्यसपछि सम्पर्क हुन नसकेको र इरानसँग कूटनीतिक रूपमा अवस्था बुझ्ने र छुट्याउने पहल गर्ने नेपाल सरकारले आश्वासन दिएको छ। आफूलाई अमेरिकी सेना भन्दै सामाजिक सञ्जाल मार्फत ठगी गर्ने स्याङ्जाका 1 जना थानकोटबाट पक्राउ। ठगी गरी पैसा लुट्ने र अमेरिका पठाइदिन्छु भन्दै छुटोस आश्वासन दिएर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि। आज पनि नेपालका विभिन्न स्थानहरूमा वर्षा र हिमपात। विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी। मुक्तिनाथको कुरी गाउँ र पाथिबरा क्षेत्रमा तीव्र हिमपात। जनजीवन अस्तव्यस्त। गुल्मीमा आज चट्याङ लागेर 6 जना घाइते। आज US डलर इतिहासकै धेरै। आज 1 US डलर बराबर 150.24 मा कारोबार। डलर उकालो लाग्दै नेपाली रुपैयाँ झन ओह्रालो लाग्दै। हवस् त दर्शकबिन, अहिलेलाई टी20 बुलेटिन यति नै। पलको अपडेटका लागि टी20 बुलेटिन च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।